हामीहरूले यो 12 मासे आँप होइन मम्मी कति 4 वर्ष भयो यो बिरुवा रोपेको यो ड्रममा यो 12 मास फल्छ लट्टै फलेको यो थियो चाहिँ अस्ति थाइल्यान्ड भेराइटीको 12 मासे आँप हो यो यसको साइज चाहिँ धेरै ठुलो हुँदैन यत्रै साइज होइन मम्मी यो थाइल्यान्ड 12 मासे स्वादिष्ट छ यो बेलामा अहिले होलीको आज होलीको दिन हो होलीको दिन 2082 साल हामी एउटा आँप हिजो टिपेको आँप होला यो यही बोटबाट टिपेको अहिले चिचिला पनि के लाग्दैछ फुल पनि फुल्दैछ यो 12 मास फल्ने यो थाइल्यान्ड भेराइटीको आँप हामी चाख्न पनि गइरहेछौँ थाइल्यान्ड 12 मासे आँप छतमा ड्राममा पनि फलाएर खान सकिन्छ अस्ति लट्टै 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 फलेको थियो यति मजाले फुल्दैछ यति मजाले झ्याम्म हुन्छ हेर्नुहोस् गर्न खोज्दा ठाउँ छैन भनेर नबस्नुहोस् छतमाथि पनि सानो ठाउँमा पनि तपाईँहरूले आँप खेती गर्न सक्नुहुन्छ र आएको पाहुनालाई आँप खुवाउन पनि सक्नुहुन्छ कति रसिलो रस आएर मिठो पनि छ अत्यन्त क्यामेराम्यान तपाईँ एकछिन मन थाम्नुहोस् हामी चाख्न गइरहेछौँ आँप तपाईँलाई पनि खाने मौका दिउँला म मिठो छ आँप बास्ना पनि छ यो चाहिँ थाइल्यान्ड भेराइटीको आँप है 12 मास फल ओ माई गड कति गुलियो खोइ त गुलियो भयो भन्नु भएन त फागुनका दिनमा यस्तो मिठो आँप फागुनमा ल हेर्नुहोस् हामीहरूले अब पुसमा पनि अस्ति आँप खाएका थियौँ पुसमा झुत्रा पनि छैन एकदम मिठो छ गुलियो छ नि अत्यन्त आहा यस्तो मिठो फलको बिरुवा लाउनै होइन त हजुरले पनि गमलामा आँगनमा ड्रममा भुइँमा